हरेल पारदर्शी उहाँलाई पनि हार्दिक बधाई छ। वर्षको सर्वोत्कृष्ट कर्मगीत गायकहरूको अवार्ड उहाँले प्राप्त गर्नुभएको छ। यो अवार्ड लिइदिनु हुनको निम्ति उहाँको प्रतिनिधि आफैमा लोकप्रिय गायिका हुनुहुन्छ सुमधुर स्वरको धनी लक्ष्मी परियारले यो अवार्ड ग्रहण गर्दै हुनुहुन्छ। उहाँलाई पनि हार्दिक बधाई छ। बधाई छ, धेरै धेरै धन्यवाद छ। आमा गीतबाट चाहिँ गङ्गा खरेल पारदर्शी दाजु चाहिँ हाम्रो अमेरिकामा हुनुहुन्छ। उहाँको स्वरमा रहेको गीतमा चाहिँ अवार्ड मैले ल्याएको छु। त्यो गीतहरू अवार्ड चाहिँ आज अमेरिकामा हुँदैछ। उहाँले चाहिँ मलाई अवार्ड मैले ल्याएको छु। दाजु हजुरलाई धेरै हेर्न सकिन्छ, कुन च्यानलमा गएर हेर्न सकिन्छ? पीके म्युजिक क्रिएसनमा हेर्न पाइन्छ। गङ्गा खरेल पारदर्शी धेरै राम्रो थ्याङ्क यू सो मच। पँधेरीमा भरेको पानी भयो मलाई खाने कि नखाने। पँधेरीमा भरेको पानी भयो मलाई खाने कि नखाने। तानसेन बजार आउनु है सानो ढाका चोली किन्दिउँला सुहाउने। तानसेन बजार आउनु है सानो ढाका चोली किन्दिउँला सुहाउने। है ढाका चोली किन्दिउँला सुहाउने। ढाका टोपी सिराइमा चटाई मलाई पनि मनपर्छ चौपटाई। ढाका टोपी सिराइमा चटाई मलाई पनि मनपर्छ चौपटाई। तानसेन बजार आउनु है माया ढाका टोपी किन्दिउँला सुहाउने। तानसेन बजार आउनु है माया ढाका टोपी किन्दिउँला सुहाउने। ढाका टोपी किन्दिउँला सुहाउने।
गर्दा पनि मै मरि हाते किन तिमीलाई सधैँको आपत्ति गर्दा पनि मै मरि हाते किन तिमीलाई सधैँको आपत्ति कासेल बजार आउनु है माया ढाका टोपी किन्दिउला सुहानी कासेल बजार आउनु है माया ढाका टोपी किन्दिउला सुहानी ढाका टोपी किन्दिउला सुहानी सके मायाको जलले बुढी कन्ने खौली है चालले राम शिवकोटी भन्ने लक्ष्मीजी ग्रहणको लागि आउनु भएको छ अघि प्रस्तुति दिनुभयो अहिले यो पकेट प्रतिनिधि गरेर राम शिवकोटी युएसमा हुनुहुन्छ यहाँको प्रतिनिधिमा यो अवार्ड ग्रहण गर्दै हुनुहुन्छ कृपया तालीले भरपूर सम्मान गरिदिनुहोला है सुखमा पनि पालेको पैँचो दुःखमा पनि पालेको पैँचो हर्ष उल्लास सबैतिर हो त्यसकारण सबैजना मिलेर आफ्नो सम्मानको लागि पनि यहाँहरूले तपाईँ पनि साथ दिनुहुनेछ सबैलाई निवेदन गर्दै अब हामी अर्को विधातर्फ जाँदैछौँ पक्कै पनि हाम्रो माझमा रहनुभएका आदरणीय अतिथिहरूलाई आफ्नो आसन लिइदिनुको लागि निवेदन गर्दछु वैकुण्ठलाई उच्च सम्मान छ भने आदरणीय प्रेम राजा भाइलाई धन्यवाद विशेष गरी टिका बस्नेलाई धन्यवाद हाम्रो पक्कै पनि सभाध्यक्षज्यूलाई पनि धन्यवादको साथमा अब हामी पुनः प्रोग्राम प्ले गरिदिनुको लागि निवेदन गर्दछौँ बधाई छ हजुरलाई अवार्ड पाउनुभएको कता हुनुहुन्छ उहाँ अहिले अमेरिकामा हुनुहुन्छ उहाँको अवार्ड हजुरले लिइदिनु भएको आज चाहिँ आमा गीताले चाहिँ अमेरिकामा लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको छ गङ्गा परेल परदेशी दाजु र अनि राम शिवकोटी गरी बाबाको आमा गीतबाट अवार्ड पाउनु भएको छ विशाल मुखिसबाट कृष्णले रङ्गाइलाले गाउनु भएको थियो भने राम शिवकोटी मामाहरूको अवार्ड मैले ल्याएको अहिले चाहिँ शास्त्र छौँ सबै साथीहरू राम्रो देशको छन् मैले हजुरको अवार्ड दिएर धेरै